पासपोर्ट लिनेको बेड आमा कम त गाह्रो छ यस्तो ठेला फेल नगरौँ न ल कति गाह्रो छ ल यो के भइरह्यो तपाईको के भयो छोड्नु न भन्नु पर्यो हाम्रो आइसकेको बनिसकेको छोड्नु न बनिसक्यो तपाईँलाई एसएमएस आयो एसएमएस आएर यहाँ सबभन्दा अगाडि एसएमएस आएको कर्मचारी नै छैन कि त्यहाँ आउनु त्यो च्याप्पे समय आउने हामी अलिकति छुट्याउनु त यतापट्टि छिर त यो अति भयो ढङ्गले अब चाहिँ यहाँको कर्मचारी नै हिँडिसक्यो कि उहाँ आउनुभयो म्याम हेलो एक्सक्युज मी उहाँले हेर्नुहुन्न कि पासपोर्ट विभागको हालत यस्तो छ है सिस्टमै भएन कि भेडा बाख्रा जस्तो गुहार भत्कियो अरे त अब के हाल्नु तपाईँको आएको छैन एकछिन साइड गरिदिनु भयो त्यो चाहिँ लिएर जानुभएको छ कि भएको छ कि छैन कन्फर्मै भएन एसएमएस आयो नि तपाईँलाई एसएमएस आएको यहाँ सबभन्दा अगाडि एसएमएस आएको मान्छे म अब म त यहाँ ब्याग अगाडि राखेको छु कि पछाडि डिस्टर्ब हुन्छ हेलो म्याम एक्सक्युज मी अलिकति छोड्नु न म्याम थोरै एक्सक्युज मी अलिक टाउको छोड्नु न मेरो हेर्दै डकुमेन्ट मेरो मागिरहनु भएको ए सर हेलो सर मनोज कुमार सुर्खेती हेर्नु त लु मनोज कुमार सुर्खेती तपाईँ आएको छैन अरे आइसक्यो खुसी खुसी गाह्रो छ अनि कम त बिजोग छ त ल भद्रको लाज ठेलाम ठेल के छ त हालत पासपोर्ट विभागको आज यो खास अस्त व्यस्त चाहिँ किन भएर रहेछ खास एउटा झ्याल छ मान्छे यति है लौ 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 खास समस्या चाहिँ के हो अरे भन्दा भवनमा समस्या आएकोले गर्दाखेरि रिकन्स्ट्रक्सन भइरहेकोले गर्दाखेरि यो चेन्ज भएकोले गर्दाखेरि यस्तो भएको भन्ने सुन्नमा आएको छ मान्छे यति धेरै छ अब बच्चाको खेला खेल यो सिस्टम चाहिँ एक्कासी खास कस्तो भयो भन्दाखेरि रातारात हाकिमले चाहिँ यताको उता उताको यता गरेछ अनि त्यसले कारणले गर्दाखेरि भित्रको तपाईँको चाहिँ म्यानेजमेन्ट टिम चाहिँ राम्रोसँग नबनाइकन एउटै झालबाट वितरण गर्नु परेकोले गर्दाखेरि यो देखिएको भन्ने कुरा आएको छ अनि खासमा चाहिँ अब यो पहिला 3टा झालबाट वितरण हुन्थ्यो आज एउटै झालबाट एकजनाले मात्रै बोलाएर वितरण गर्दाखेरि यो समस्या भएको त्यस बाहेक यहाँ चाहिँ अब सिस्टम पुरै